गर्भवती अवस्था भनेको एउटा महिलाको पुरै लाइफ फेजको सबभन्दा इम्पोर्टेन्ट फेज हो है। र यो फेजमा के हुन्छ, आमाको कोखमा एउटा बच्चालाई पनि हुर्काउनु पर्ने अवस्था भएकोले गर्दा त्यतिखेर चाहिँ आमालाई चाहिँ अरू बेला भन्दा त्यति बेला चाहिँ एकदम थप खाना या थप पोषण तत्त्व चाहिँ एकदम जरुरी हुन्छ। बच्चाको हाम्रो जेनरली चाहिँ प्रेग्नेन्सी फेज भनेको 9 मन्थको हुन्छ, 9 महिनाको हुन्छ हैन। यसलाई चाहिँ हामी 3 महिनामा ट्राइमेस्टर भन्छौँ, फर्स्ट, सेकेन्ड, थर्ड ट्राइमेस्टर भन्छौँ हैन। इनिसियली फर्स्ट ट्राइमेस्टरमा बच्चाको वृद्धि विकास त्यति धेरै भएको हुँदैन कि जसमा चाहिँ हामीले एक्स्ट्रा क्यालोरी एड गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। त्योभन्दा बाहेक भनेको चाहिँ खानेकुरामा पनि कतिजनाले भन्नुहुन्छ नरिवलको पानी, सेतोजन्य कुराहरू खायो भने चाहिँ बच्चा गोरो जन्मिन्छ भनेर धेरै खाने हैन। जस्तो मेवा, कटहरहरू खानु हुँदैन भन्ने, यस्तो धेरै किसिमको भ्रमहरू चाहिँ हामीले समाजमा सुनेका छौँ। मेवा चाहिँ खानु हुँदैन है, यसले चाहिँ एबर्सन गराउँछ भन्ने भ्रम चाहिँ म्याक्सिमम मान्छेहरूमा देखिन्छ। कोकोनट वाटर भनेको हेल्दी मानिन्छ किनकि त्यसमा डिफ्रेन्ट टाइपको मिनरल्सहरू पाइन्छ, इलेक्ट्रोलाइटहरू पाइन्छ जुन शरीरको लागि फाइदा गर्छ। र कोकोनट वाटरहरू इन्क्लुड गर्नुहोस्, तर यो होइन कि मेरो बच्चा गोरो हुन्छ भनेर कोकोनट वाटर मात्रै खाएर चाहिँ बस्नु त्यति उचित होइन। दर्शकबिन नमस्कार। स्वास्थ्यसँग सम्बन्धित विभिन्न किसिमका चर्चा परिचर्चा गर्ने क्रममा आज हामीले विशेष गरी खानपिनसँग सम्बन्धित केही जिज्ञासाहरू लिएर आएका छौँ। गर्भावस्थामा कस्तो प्रकारको खानेकुराहरू खाने, गर्भावस्थामा कसरी पोषण तत्त्वहरूलाई चाहिँ पुरा गर्ने र के कुराहरूमा विशेष गरी ध्यान दिने, यिनै विषयवस्तुलाई समेटेर आज हामीले चर्चा परिचर्चा गर्न कोसिस गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ आहार तथा पोषणविद ओम प्रकाश शाह। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? एकदम आरामै छु। स्वस्थ हुनुहुन्छ? मस्त हुनुहुन्छ? अहिलेसम्म स्वस्थ छु, मस्त। किनभने मैले भनेदेखि नि आहार तथा पोषणविदसँग कुरा गर्दाखेरि चाहिँ सुरुमा चाहिँ खाना कम खानुपर्छ, पोषिलो खानुपर्छ भन्ने कुरालाई मात्रै बढी फोकस गर्नुहुन्छ कि भन्ने जस्तो हामीलाई फिल हुँदो रहेछ क्या। त्यही भएर स्वस्थ हुनुहुन्छ भन्ने कुरा मात्रै जोड्न खोजेँ हो मैले। के अरे डाइटिसियन भन्ने बित्तिकै चाहिँ थोरै खानुपर्छ, कम खानुपर्छ भन्ने कुरा चाहिँ म मिथ मान्छु होइन। यो त्यति प्रोपर होइन। एक्चुअली म कहाँ जति पनि बिरामीहरू आउनुहुन्छ उहाँहरू चाहिँ मसँग काउन्सिलिङ गरेर जाँदाखेरि चाहिँ जहिले पनि सर यति धेरै खानुपर्छ र वेट लस गर्नको लागि, यो त म पहिला पनि यति खान्थिएन भन्ने टाइपको क्वेसनहरू चाहिँ सोध्नुहुन्छ, तर उहाँहरूको रिजल्ट राम्रै आइरहेछ। त्यही भएर पोषणविदकोमा आउने बित्तिकै चाहिँ कम खानुपर्छ भन्ने होइन, प्रोपर एमाउन्टमा प्रोपर टाइमिङ र प्रोपर न्युट्रिएन्टहरू मिलाएर चाहिँ खायो भने चाहिँ राम्रो रिजल्ट आउँछ। अब यो जोसुकैले पनि खानाको मात्रा मिलाएर खान जान्यो भने चाहिँ स्वस्थ रहन्छ भनिन्छ होइन। तर आज चाहिँ मैले कुरा गर्न खोजेको चाहिँ एउटा विषयवस्तुलाई मात्रै समेटेर, विशेष गरी गर्भवती महिलाहरूको लागि भनेर चाहिँ गर्भ अवस्थामा पोषण किन आवश्यक पर्छ एउटा क्वेसन मैले गर्न चाहेँ, अथवा किन यसको महत्त्व हुन्छ र गर्भ अवस्थामा दैनिक क्यालोरी चाहिँ कति खानुपर्छ। किनभने हामी कतिजनालाई चाहिँ गर्भ अवस्थामा खान मन लाग्दैन, हामी खाँदैनौँ भन्छौँ, कतिले के खाने भन्ने कुरा थाहा छैन कि। त्यही कारणले गर्दाखेरि सबभन्दा पहिले गर्भवती अवस्था भनेको एउटा महिलाको पुरै लाइफ फेजको सबभन्दा इम्पोर्टेन्ट फेज हो है। र यो फेजमा के हुन्छ, आमाको कोखमा एउटा बच्चालाई पनि हुर्काउनु पर्ने अवस्था भएकोले गर्दा त्यतिखेर चाहिँ आमालाई चाहिँ अरू बेला भन्दा त्यति बेला चाहिँ एकदम थप खाना या थप पोषण तत्त्व चाहिँ एकदम जरुरी हुन्छ है। र किन जरुरी हुन्छ भन्दाखेरि अब आमालाई पनि आफ्नो बडीलाई मेन्टेन गर्नको लागि चाहियो पोषक तत्त्व, सँगसँगै त्यतिखेर बच्चा पेटमा हुँदाखेरि ऱ्यापिड ग्रोथ भइरहेको हुन्छ बच्चाको होइन, तीव्र गतिले वृद्धि विकास भइरहेको कारणले गर्दाखेरि चाहिँ त्यो रिक्वायरमेन्ट, त्यसको बच्चाको रिक्वायरमेन्ट पनि फुलफिल गर्नको लागि चाहिँ हामीलाई एक्स्ट्रा क्यालोरी र अरू न्युट्रिएन्टहरू चाहिँ चाहिरहेको हुन्छ। जस्तो अब यो भनिन्छ नि हरेक महिनामा चाहिँ खानपिन बदलिरहन्छ, पहिलो महिना, दोस्रो महिना, तेस्रो महिनामा त्यो परिवर्तन भइराख्दाखेरि चाहिँ
कस्तो हुन्छ? हजुर, अघि हजुरले पनि सोध्नुभयो क्यालोरी कति दिने भन्ने कुरा सोध्नुभएको थियो। हो, यहाँ के हुन्छ भन्दाखेरि बच्चाको हाम्रो जेनरली चाहिँ प्रेग्नेन्सी फेज भनेको 9 मन्थको हुन्छ, 9 महिनाको हुन्छ होइन। यसलाई चाहिँ हामी 3 महिनामा ट्राइमेस्टर भन्छौँ, फर्स्ट, सेकेन्ड, थर्ड ट्राइमेस्टर भन्छौँ होइन। इनिसियली फर्स्ट ट्राइमेस्टरमा बच्चाको वृद्धि विकास त्यति धेरै भएको हुँदैन कि जसमा चाहिँ हामीले एक्स्ट्रा क्यालोरी एड गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। अहिले हामीले जुन खाना खान्छौँ त्यो के हुनु पर्यो भन्दाखेरि एक्स्ट्रा क्यालोरी भन्दा पनि न्युट्रिएन्ट डेन्स हुनु पर्यो क्या। हाम्रो खानामा चाहिँ पोषक तत्त्वहरू जुन हुन्छ, पोषक तत्त्व सबै खालको पोषक तत्त्व भएको खानेकुराहरू चाहिँ सुरुको 3 महिनासम्म चाहिँ त्योमा ध्यान दिनुपर्छ भन्ने चाहिँ 3 महिनापछि सेकेन्ड ट्राइमेस्टरमा जाँदाखेरि चाहिँ त्यो पोषक तत्त्व सबै खालको पोषक तत्त्व त हुनै पर्यो, सँगसँगै एक्स्ट्रा क्यालोरी पनि एड गर्नुपर्छ। र जेनरली हामीले 350 किलो क्यालोरी एड गर्नुपर्छ। मतलब एउटा लेडिजले दिनभरिमा जति क्यालोरी खाइराख्नु भएको छ त्योभन्दा प्लस 350 किलो क्यालोरी एड गरेर हामीले सेकेन्ड र थर्ड ट्राइमेस्टर यो दुइटै फेजमा एक्स्ट्रा 350 किलो क्यालोरी चाहिँ खानुपर्ने हुन्छ। अब यो खानेकुराकै कुरा गर्दा जस्तो महिना अनुसारले चाहिँ क्यालोरी थप्दै जानुपर्ने एउटा भयो, पोषण कुराहरू त थप्नु पर्यो नि त। पर्यो। हाम्रो भान्सा घरमै भएको अथवा नेपाली खानैबाट त्यो पोषण तत्त्वहरू पाउन सकिन्छ कि हामीले एक्स्ट्रा सप्लिमेन्टहरू पनि लिन पर्छ? यसमा कस्तो हुन्छ, मैले त अहिले तपाईँलाई मात्रै क्यालोरीको कुरा गरेँ होइन। अब क्यालोरी भनेको इनर्जी जुन शरीरलाई वृद्धि विकास हुँदाखेरि जुन शरीरलाई इनर्जी चाहिन्छ त्यो इनर्जी मिट मात्रै गर्छ त्यो एक्स्ट्रा क्यालोरीले। तर त्यो सँगसँगै बच्चाको वृद्धि विकास हुँदाखेरि बच्चाको शरीरमा जुन मसल्स मास ग्रोथ हुन्छ, बोन मासहरू ग्रोथ हुन्छ, त्यसको लागि हामीले एक्स्ट्रा अरू पोषक तत्त्वहरू पनि चाहिन्छ। सबैभन्दा पहिले एक त क्यालोरी भइहाल्यो, एक्स्ट्रा क्यालोरी चाहियो। प्रोटिन हाम्रो नर्मल आमाहरूलाई चाहिने जति प्रोटिन छ त्यसमा प्लस 10 ग्राम एक्स्ट्रा प्रोटिन चाहिन्छ। अनि सुरुमा चाहिँ सेकेन्ड ट्राइमेस्टर जुन भन्छौँ होइन, सेकेन्ड ट्राइमेस्टरमा 8 ग्राम जति चाहियो भने चाहिँ तपाईँको थर्ड ट्राइमेस्टर लास्टको थर्ड ट्राइमेस्टरमा चाहिँ तपाईँको 18 ग्रामसम्म प्रोटिन एक्स्ट्रा चाहिन सकिन्छ। यसरी चाहिँ के हुन्छ, बिस्तारै जसरी बच्चाको वृद्धि विकास हुँदै जान्छ पेटमा त्यस्तै हाम्रो प्रोटिन रिक्वायरमेन्ट बढ्छ। त्यसपछि त्यसमा हामीलाई मेन भनेको भिटामिन डी, भिटामिन ए र क्याल्सियम र सबभन्दा बढी फोलिक एसिड जुन गर्भवती आमाहरूमा हेर्नुभएको होला होइन। गर्भवती हुनुभन्दा पहिलेदेखि नै फोलिक एसिडको ट्याब्लेटहरू डक्टरहरूले प्रिस्क्राइब गर्नुहुन्छ होइन। त्यसपछि तपाईँको आइरन चक्की र फोलिक एसिडको ट्याब्लेट प्रेग्नेन्सीको टाइममा दिने गरिया छ। त्यो किन भन्दाखेरि आमा प्रेग्नेन्सीको अवस्थामा चाहिँ के हुन्छ, बडीमा ब्लडको भोल्युम बढ्दै जान्छ है। अनि ब्लडको भोल्युम बढ्यो भने चाहिँ हेमोग्लोबिनको मात्रा घट्न सक्ने चान्स हुन्छ। तर नयाँ हेमोग्लोबिन बनाउनको लागि चाहिँ हामीलाई सफिसियन्ट मात्रामा आइरन चाहिन्छ, आरबिसी बनाउनको लागि फोलिक एसिड चाहिन्छ। त्यही भएर चाहिँ हामीले एक्स्ट्रा फोलिक एसिड र आइरन चक्की खानुपर्ने हुन्छ। र हाम्रो डाइटबाट पनि मिट गर्नु पर्यो र त्यो हाम्रो डाइटबाट सफिसियन्ट मात्रामा मिट नहोला कि भनेर पनि हाम्रो डक्टरहरूले चाहिँ एक्स्ट्रा एडिसनल पनि दिने गरेको छ फोलिक एसिड र आइरन चक्की। बाँकी त्यो बाहेक जस्तै क्याल्सियमको लागि हामीले दुध या दुधजन्य खानेकुराहरू हामीले एड गर्नुपर्ने हुन्छ। भिटामिन ए, भिटामिन सी हामीलाई डेली बेसिसमा चाहिन्छ। अब हामीले आइरन शरीरमा कमी हुन्छ भनेर आइरन धेरै भएको खानेकुराहरू हामी खाँदाखेरि चाहिँ त्यो आइरन धेरै भएको खानेकुरा मात्रै खाएर चाहिँ हाम्रो शरीरमा आइरन आउँदैन। त्यसलाई एब्जर्ब गर्नको लागि हामीलाई भिटामिन सी चाहिन्छ। त्यही भएर चाहिँ हामीले खाएको गेडागुडीहरू, हरियो सागसब्जीहरूसँग अमिलो कुराहरू जस्तै भिटामिन सी रिच फुडहरू जस्तै कागती भयो, अम्ला भयो है, अम्बक भयो, यस्तो खालको फ्रुट्सहरू पनि इन्क्लुड गऱ्यौँ भने चाहिँ हाम्रो शरीरमा पर्याप्त मात्रामा आइरन स्टोर हुन्छ, आइरन जान्छ होइन। त्यसपछि तपाईँको क्याल्सियमले बोन मास बच्चाको जुन नयाँ हड्डी बनिरहेको आउँछ त्यसको लागि क्याल्सियम एकदम हेल्पफुल हुन्छ। त्यसपछि अर्को के हुन्छ भन्दाखेरि भिटामिन डी म्याक्सिमम मोर देन 80% मान्छेहरूकोमा भिटामिन डीको डिफिसियन्सी देखिरहेछ है। अब किन भन्दाखेरि हाम्रो इन्डोर एक्टिभिटी धेरै भएकोले गर्दाखेरि र प्रेग्नेन्सीको टाइममा एटलिस्ट दिनको 10 देखि 15 मिनट चाहिँ घाममा एक्सपोज हुनै पर्छ, जसले गर्दा सफिसियन्ट मात्रामा भिटामिन डी हाम्रो खानाबाट मात्रै भिटामिन डी फुलफिल हुँदैन, हामीलाई घाममा बस्नै पर्छ। त्यही भएर एकचोटि भिटामिन डीको लागि चाहिँ घाममा चाहिँ एक्सपोज हुनुपर्ने हुन्छ। त्यही नै हो, यति कुरा यो पोषक तत्त्वहरूमा चाहिँ ध्यान दिनु पर्यो। अनि अर्को भनेपछि अब चिल्लो कुरा, अब इनर्जी त चाहिन्छ। अनि इनर्जी चाहियो भने त इनर्जी कहाँबाट आउँछ भने घिउबाट आउँछ, तेलबाट आउँछ भनेर अब त्यतिखेर चाहिँ
सासू आमाले पनि यत्रो घिउ खुवाउन थाल्छ र आफ्नो माइतीबाट त आएकै हुन्छ होइन। भनेपछि उहाँहरूलाई चाहिँ माया नगर्ने मान्छेहरू पनि त्यतिखेर चाहिँ घिउ दिएर चाहिँ माया देखाइरहेको हुन्छ होइन है। त त्यो भनेको एक्स्ट्रा घिउ दिएर क्यालोरी मिट गर्नुभन्दा पनि हो घिउमा क्यालोरी एक्स्ट्रा हुन्छ, धेरै क्यालोरी दिन्छ र त्यो क्यालोरी रिक्वायरमेन्ट जुन हुन्छ त्यो मिट गर्न सजिलो हुन्छ हामीले यदि घिउहरू खायौँ भने, चिलो कुरा खायौँ भने। तर घिउ खाएर क्यालोरी मिट गर्नुभन्दा पनि हामीले हेल्दी फ्याट है, हेल्दी फ्याटको लागि जस्तै ओखर भयो, आलमन्ड भयो होइन, त्यसपछि फ्लेक्ससिड, आलस, तिल है, पम्किन सिड, यस्तो खालको नट्स एन्ड सिड्सहरू हामीले दिनमा कमसेकम एक मुठी, ठुलो मुठीको एक मुठी राति भिजाएर या भुटेर कसरी हुन्छ त्यो हामी डाइटमा इन्क्लुड गऱ्यौँ भने हेल्दी फ्याट मात्रै होइन, सँगसँगै त्यसमा अरू न्युट्रिएन्टहरू, मिनरल्सहरू, सिलिनियम, जिङ्क, अरू मिनरल्सहरू पनि सँगसँगै पायौँ। घिउ खायौँ भने या तेल खायौँ भने के पाउनुहुन्छ? ओन्ली फ्याट पाउनुहुन्छ, अरू मिनरल्सहरू खासै पाइँदैन। तर तपाईँ त्यो नट्स र सिड्स खानुभयो भने तपाईँले फाइबर, सोलुबल फाइबर पाउनुभयो, प्लस अरू मिनरल्सहरू जुन यसरी खायो भने हामीलाई सप्लिमेन्टको जरुरी नै पर्दैन। त त्यसरी चाहिँ हामीले क्यालोरी एड गर्नुपर्ने हुन्छ, त्यो कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ, न कि तेल र घिउ धेरै खाने है। दिनभरिमा हामीले खानु पर्यो भने 2 चम्चा, चाहे तेल खानुहोस् चाहे घिउ खानुहोस्, 2 चम्चा इनफ हो है। क्यालोरी धेरै चाहियो भने धेरै तेल घिउ खानुपर्छ भने चाहिँ 2 चम्चा आँखाले देख्ने भिजिबल ओइल 2 चम्चा इनफ हो। त्यो बाहेक हामीलाई चाहियो भने के गर्नु पर्यो? नट्स एन्ड सिड्सहरू एड गर्नु पर्यो, फ्रुट्स एन्ड भेजिटेबल एड गर्नु पर्यो, हरियो सागसब्जीहरू एड गर्नु पर्यो, दुधजन्य खानेकुरा एड गर्नु पर्यो, प्रोटिनको लागि अन्डा, माछा, मासुहरू पनि एड गर्नु पर्यो। भनेपछि हाम्रो नेपाली खानामै पर्याप्त पोषण तत्त्वहरू त पाइन्छन्, मजाले पाइन्छ। यो त भयो खानेकुरा खानेलाई चाहिँ। तर धेरै जसो महिलाहरू जो चाहिँ गर्भवती हुनुहुन्छ यो धेरैजनालाई पर्छ नखाने, वाकवाकी हुने, खानेकुराहरू गनाउने, खान मन नलाग्ने, यस्तो धेरै समस्याहरू हुन्छ नि त। अनि उहाँहरूले खाना खानुहुन्न कि मलाई खाना खान मनै छैन र यस्तो अवस्थामा चाहिँ उहाँहरूले चाहिँ कसरी त्यो पोषण चाहिँ पुरा गर्ने त? सुरुको 2-3 महिना चाहिँ म्याक्सिमम प्रेग्नेन्सी केसमा चाहिँ यस्तो देखिन्छ, यो सिम्पटमहरू देखिन्छ। मेन कारण चाहिँ त्यो हुनुको कारण के हो भन्दाखेरि एउटा हर्मोनल चेन्जहरू भइरहेको हुन्छ। त्यसपछि हाम्रो पेटको जुन मसल्सहरू हुन्छ त्यो चाहिँ छिटो मुभ हुँदैन है। त्यसले गर्दा पनि खानेकुराहरू धेरै बेरसम्म पेटमा अड्क्यो भने चाहिँ ब्लोटिङ टाइपको हुने, भोमिट हुने टाइपको समस्याहरू चाहिँ यो हर्मोनल चेन्ज र त्यो फिजियोलोजिकल कारणले गर्दा चाहिँ देखिने हो। अब त्यो भनेको एउटा नर्मल कुरा हो, नेचुरल कुरा हो है, त्योमा आत्तिनु चाहिँ पर्दैन। तर अब त्यस्तो छ भन्दैमा अब खान छोडिदियो या कम खायो भने चाहिँ फेरि उता हाम्रो रिक्वायरमेन्ट मिट भइरहेको हुँदैन। अब यसलाई चाहिँ के गर्न सकिन्छ भन्दाखेरि सबैभन्दा पहिले यसमा हेभी खाना भन्दा पनि एकैचोटिमा हेभी मिल खानु भन्दा पनि यसलाई स्मल एन्ड फ्रिक्वेन्ट मिल गर्यो भने चाहिँ सजिलो है। एकैचोटि धेरै नखाने, थोरै खाने, बरु दिनमा जसरी पहिला 2 चोटि 3 चोटि एउटा लन्च र डिनर हुन्थ्यो भने अब त्यही लन्चलाई 2 चोटि टुक्रा गरिदिने क्या। बिहान थोरै खायो, फेरि 2-3 घन्टापछि थोरै खायो, फेरि 3-4 बजे थोरै खायो, अनि फेरि राति, मतलब भरपेट नखाने, थोरै खाने तर पटक खाने है। र खाने बेलामा पानी भन्दा पनि खाना खाइसकेको 2टा खानाको बिचतिर चाहिँ पानीहरू पिउनु पर्यो। र पानी पिउँदाखेरि चाहिँ प्लेन वाटरको साटो तपाईँले जिन्जर वाटरले तपाईँलाई नोजिया हुन दिँदैन, भोमिटिङ हुन दिँदैन। जिन्जर, अदरकको पानी हामीले लिन सक्छौँ होइन, लेमन वाटरहरू लिन सक्छौँ बिचमा। यसरी चाहिँ हामीले पानीहरू लिँदा हुन्छ, मोहीहरू लिन सक्छौँ। यसरी चाहिँ एउटा गर्न सकिन्छ। अर्को उपाय के गर्न सकिन्छ भन्दाखेरि बिहान है फास्टिङ, मतलब उठेर हामीले ब्रेकफास्ट सुरु गर्छौँ, त्यतिखेर सुक्खा कुरा खानुपर्छ। सुक्खा कुरा भनेको चाहिँ चिउरा है, चिउरा खाँदा हुन्छ, टोस्टहरू टाइपको हार्ड टाइपको सुक्खा खालको कुरा खायो भने चाहिँ तपाईँको भोमिटिङ धेरै हदसम्म कम गर्न सक्छ। ब्लोटिङ हुँदैन, भोमिटिङ हुँदैन। के हुन्छ भन्दाखेरि खाली पेटमा ग्यास्ट्रिक जुसहरू हुन्छ, अब त्यो तपाईँको टोस्ट या सुक्खा चुरा खानुभयो भने चाहिँ त्यसले के गर्छ, त्यो जुसहरूलाई एब्जर्ब गरिहाल्छ, त्यो उलुक चाहिँ पाउँदैन। एउटा त्यो टेक्निक गर्न सकिन्छ। यो 2टा टेक्निक। अर्को के हुन्छ, कुनै मान्छेले चाहिँ सर्टेन फुडसित एकदम गनाउने, स्मेल आउने, त्यस्तो चाहिँ एकदम मान्छेमा देखिन्छ। अब जे कुरा गनाइरहेछ, जे कुरा उहाँलाई टेस्ट राम्ररी लागिरहेको छैन भने हामीले के गर्न सकिन्छ भन्दाखेरि ब्लेन्ड डाइट, न धेरै मसलेदार न धेरै चिल्लो है, सदा खालको जस्तै दलिया
जौलो यसरी बनाएर थोरै थोरै सफ्ट डाइट गरेर पनि हामीले बिचमा दियौँ भने चाहिँ सुरुको 2-3 महिना चाहिँ हामी त्यसरी गऱ्यौँ। जौलोहरू बनाउँदाखेरि पनि सकेसम्म सबै फुड इन्ग्रिडियन्टहरू मिक्स गरेर हामीले बनाएर दियौँ भने चाहिँ यो समस्याहरू चाहिँ कम गर्न सकिन्छ। अब यो त भयो खानेकुरा खाने र नखाने कुराहरू। हामीसँग यस्ता धेरै भ्रमका कुराहरू पनि छन्। 1-2वटा कुराहरू म भन्छु अनि यहाँले थप्दै जानुहोस् है त। जस्तो कस्तो भने गर्भवती भएको बेलामा धेरै खाना खायो भने मोटाइन्छ, त्यो पछि जिउ फेरि आफ्नो पहिलाको जस्तो आउँदैन। एउटा यो र खाना कम गर्ने। अर्को भनेको चाहिँ 2 जनाको लागि चाहिन्छ भनेर खाना धेरै खाने। यो दुईटा त मिक्समा नै भ्रम देखिएको छ धेरै। अब यसले पार्ने असर चाहिँ यहाँले भन्नु नै हुन्छ। त्योभन्दा बाहेक भनेको चाहिँ खानेकुरामा पनि कतिजनाले भन्नुहुन्छ नरिवलको पानी सेतोजन्य कुराहरू खायो भने चाहिँ बच्चा गोरो जन्मिन्छ भनेर धेरै खाने होइन। जस्तो मेवा कटहरहरू खानु हुँदैन भन्ने यस्तो धेरै किसिमको भ्रमहरू चाहिँ हामीले समाजमा सुनेका छौँ। यहाँसँग पनि ओपिडीमा आउनुहुने सल्लाह लिन आउनुहुनेहरूले चाहिँ कस्तो कस्तो किसिमको भ्रमहरू चाहिँ लिएर आउनुहुन्छ? अहिलेसम्म भेट्नुभएको एकदम इन्ट्रेस्टिङ त्यस्तो भ्रमहरू चाहिँ के छ? सबैभन्दा पहिले प्रेग्नेन्सीको टाइममा चाहिँ सबैभन्दा बढी कमन मिथ चाहिँ के छ भन्दाखेरि मेवा चाहिँ खानु हुँदैन है, यसले चाहिँ एबर्सन गराउँछ भन्ने भ्रम चाहिँ म्याक्सिमम मान्छेहरूमा देखिन्छ। एक्चुअली मेवामा पाउने जुन व्हाइटिस पार्ट हुन्छ, व्हाइट सेतो खालको जसलाई हामी दुध पनि भन्छौँ, ल्याक्टेक्स भन्छ होइन, यसले चाहिँ तपाईँको के गर्छ भन्दाखेरि युटेरस कन्ट्र्याक्सन गराएर चाहिँ बच्चालाई चाहिँ अप्ठ्यारो गर्न सक्छ भनेर कतै कतै रिसर्चले देखाएको। तर हामीले मेवा चाहिँ काँचो खानु भएन र खायो भने पनि त्यसलाई चाहिँ तपाईँले मजाले हल्का कुक्ड गरेर खायौँ, पकाएर खायौँ। काँचो खाइराख्नु भएको छ भने पकाएर खायौँ भने चाहिँ सेफ छ त्यो। र मेवा चाहिँ सकेसम्म हामीले पाकेको मेवा खायौँ भने चाहिँ त्यो एकदम न्युट्रिएन्ट डेन्स भिटामिन ए सबभन्दा राम्रो भिटामिन ए को राम्रो सोर्स हो। अरू भिटामिन्स र मिनरल्सहरू पाइन्छ। त्यही भएर मेवा चाहिँ शरीरको लागि एकदम हेल्दी छ। तर मेवा खानु नै हुँदैन भनेको भ्रम हो। खान मिल्छ, तर हामीले कि पाकेको खानु पर्यो कि काँचो खाँदाखेरि चाहिँ मजाले पकाएर खाँदा एकदम सेफ छ, एउटा भ्रम। अर्को के हुन्छ, थोरै खाइदिने कोही कोही। किन थोरै खाइदिने भन्दाखेरि थोरै खायौँ भने चाहिँ के हुन्छ भन्दाखेरि बच्चाको साइज सानो हुन्छ र डेलिभरी हुँदाखेरि चाहिँ सजिलो हुन्छ र आफ्नो जिउ पनि मोटाइँदैन भन्ने हुन्छ। सबभन्दा पहिले प्रेग्नेन्सीको टाइम भनेको लेडिजहरूको होइन, आमाहरूको लाइफकै सबैभन्दा बढी क्यालोरी चाहिने फेज त्यही हो। र त्यतिखेर नै तपाईँले कम खाना खानुभयो भने चाहिँ बच्चाको वेट मात्रै होइन, अरू वृद्धि विकास प्रोपर तरिकाले भइदिँदैन र पछि गएर बच्चा राम्रो जुन हेल्दी बच्चा हुनु पर्यो त्यो हेल्दी बच्चा नभइदिँदा झन् उल्टै हामीलाई नै समस्या हुन्छ। त्यही भएर चाहिँ हामीले प्रोपर एमाउन्टमा चाहिने जतिको पोषक तत्त्व खानुपर्छ। धेरै थोरै भन्दा पनि कम्प्लिट न्युट्रिएन्ट भएको खानेकुराहरू चाहिँ खानुपर्ने हुन्छ। अर्को भ्रम के आउँछ भन्दाखेरि जस्तै हजुरले भन्नुभयो नरिवल पानी खाँदाखेरि चाहिँ बच्चा सेतो हुन्छ भनेर आउँछन्। हो, त्यस्तो पनि आउँछन्, तर त्यसको कुनै लिङ्क छैन है। स्किनको कलरसित चाहिँ त्यो खानाको खासै त्यति रिलेसन कहीँ पनि छैन। हो, कोकोनट वाटर भनेको हेल्दी मानिन्छ किनकि त्यसमा डिफ्रेन्ट टाइपको मिनरल्सहरू पाइन्छ, इलेक्ट्रोलाइटहरू पाइन्छ जुन शरीरको लागि फाइदा गर्छ। र कोकोनट वाटरहरू इन्क्लुड गर्नुहोस्। तर यो होइन कि मेरो बच्चा गोरो हुन्छ भनेर कोकोनट वाटर मात्रै खाएर चाहिँ बस्नु त्यति उचित होइन। अनि अर्को के आउँछ भन्दाखेरि माछामा है, माछा पनि ध्यान खानु हुँदैन भन्ने हुन्छ। के छ भन्दाखेरि माछा भनेको तपाईँको अब कुन कहाँबाट आएको हो भन्ने हुन्छ है। समुद्री माछाहरू ठुलो ठुलो माछाहरूमा चाहिँ के हुन्छ, सर्टेन एमाउन्टमा मर्करीहरू पाइन्छ है। यो मर्करी के गर्छ भन्दाखेरि तपाईँको बच्चाको ग्रोथ डेभलपमेन्टमा ह्याम्पर गर्न सक्छ। त्यही भएर चाहिँ त्यस्तो माछाहरू एभोइड गर्नु भनेर भन्छ। तर माछा सानो सानो माछा छ भने या फ्रेस वाटरको माछा छ जुन खोलामा यदि इन्डस्ट्रियल वेस्टहरू गएको छैन भने चाहिँ हामीले माछा डाइटमा मजाले इन्क्लुड गर्नुपर्छ। किनकि माछामा एकदम गुड प्रोटिन हुन्छ। हाम्रो बच्चालाई आमालाई चाहिने सबै एसेन्सियल एमिनो एसिडहरू भएको कुराहरू चाहिँ हामीले मजाले माछामा पाउँछौँ। क्याल्सियमहरू पाइन्छ, मिनरल्सहरू पाइन्छ र राम्रो प्रोटिन पाउँछौँ र ओमेगा 3 फ्याटी एसिड पाइन्छ जुन बच्चाको वृद्धि विकासको लागि
एकदम फाइदा हुन्छ हो। त्यही भएर चाहिँ माछा पनि हामीले इन्क्लुड गर्न मिल्छ। ठिक्कको स्मल साइजको माछाहरू हप्ताको 1 दिन 2 दिन खाँदा केही अप्ठ्यारो पर्दैन। जस्तो अब यो चाहिँ भयो खानपिनसँग जोडिएका कुरा होइन। हाम्रो लाइफस्टाइलको बारेमा पनि थोरै कुरा म जोडिहाल्छु। खानपिन सँगसँगै लाइफस्टाइल चाहिँ जस्तै मैले भन्न खोजेको चाहिँ कसैले यहाँ पनि भ्रमहरू छ है। कसैले भन्नुहुन्छ प्रेग्नेन्सीको टाइममा चाहिँ एक्सर्साइजहरू केही गर्न हुँदैन होइन, एकदम कम्प्लिट रेस्ट गर्नुपर्छ भन्नुहुन्छ। कसैले चाहिँ नर्मल डेलिभरीको लागि एकदम धेरै सजिलो हुन्छ, एक्सर्साइज गर्नुपर्छ भन्नुहुन्छ। कतिपयजनाहरूले चाहिँ यो सुनिराख्दाखेरि चाहिँ कन्फ्युजन हुन्छ कि के गर्ने के नगर्ने, किनभने धेरैतिरबाट सुनिन्छ नि त। खानपिन सँगसँगै यो लाइफस्टाइललाई चाहिँ कसरी व्यवस्थित गर्नुपर्छ भन्नुहुन्छ यहाँले? धेरै ठाउँमा के मतलब रिसर्चहरूले या इभिडेन्सले के भन्छ भन्दाखेरि यदि आमा फिजिकली एक्टिभ छ भने बच्चाको ग्रोथ एन्ड डेभलपमेन्ट पनि राम्रो हुन्छ र सँगसँगै डेलिभरीको टाइममा पनि सजिलो हुन्छ है। त्यो फिजिकली एक्टिभ हुनु राम्रो हो, धेरै राम्रो हो है। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि अब इनर्जी धेरै खाइरहेछौँ, हाम्रो डाइट हायर क्यालोरी इन्टेक हुन्छ, त्यतिखेर हामीले सबै कुराहरू बढी नै खाइरहेका हुन्छौँ भनेपछि यदि तपाईँ धेरै मात्रामा खाइराख्नु भएको छ र त्यो अनुसार तपाईँको एक्टिभिटी भएन भने एक्स्ट्रा क्यालोरीहरू तपाईँको शरीरमा डिपोजिट हुँदै जान्छ है। र पछि आफ्टर डेलिभरी ओबिसिटी हुने चान्स बढी हुन्छ, ओभरवेट हुने चान्स बढी हुन्छ। त्यही भएर चाहिँ जुन हिसाबले हामी खाइरहेछौँ त्यही हिसाबले एक्टिभिटी पनि गर्नुपर्ने हुन्छ हो। कुनै मेडिकल कन्डिसनहरू हुन्छ, जस्तै आइभिएफहरू गरेको आमाहरू हुन्छ, त्यहाँ चाहिँ डक्टरहरूले नै चाहिँ रेस्ट गर्नुपर्छ, धेरै हिडडुल नगर्नुहोस्, भारी कुराहरू नउठाउनुहोस् भन्ने कुराहरू आउँछ हो। हामीले हेभी कुरा उठाउनु भएन है, तर हामीले बरान्डामा हिँड्न चाहिँ सकिन्छ, लाइट वर्कहरू चाहिँ गर्नुपर्छ, न कि बेडमै बस्ने चाहिँ होइन, तर हामीले लाइट वर्क घरको कामहरू मजाले गर्नुपर्छ र जति हात खुट्टा चल्छ त्यति बच्चा आमा दुवैको लागि राम्रो हो। त्यही भएर फिजिकली एक्टिभ चाहिँ हुनैपर्छ। चाहिँ हाम्रो लाइफस्टाइल पनि केही न केही चेन्ज चाहिँ गर्नै पर्छ होइन। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ होइन। 3वटा सल्लाह दिन पर्यो भने गर्भवती महिलाहरूको लागि खानपिन सम्बन्धी के दिन चाहनुहुन्छ? त्यो सल्लाह के हुन्छ यहाँको? अब 3वटा सल्लाहमा सबैभन्दा पहिलो म के सल्लाह दिन चाहन्छु भन्दाखेरि केही कुरा खाना खाँदाखेरि चाहिँ कहिले एउटै खालको फुड सोर्सलाई फोकस नगर्नुहोस् है। हामीले आफ्नो खानामा कमसेकम है 4वटा समूहको खाना इन्क्लुड गर्नुपर्ने हुन्छ है। 4वटा समूह भनेपछि एउटा अन्न भनेको चामल, गहुँ, कोदो, फापर है, र त्योबाट बनेको आइटमहरू एउटा न एउटा हुनैपर्छ। र त्यो चामल गहुँबाट पनि रिफाइन्ड होइन है, फेरि है पोलिस्ड गरेको वाला होइन, जस्तै मैदाहरू आइटम होइन, होल ग्रेन भएको है। त्यसपछि दाल गेडागुडीहरूबाट को समूहबाट हुनु पर्यो, गेडागुडीहरू हुनु पर्यो। त्यसपछि तपाईँको के हुन्छ भन्दाखेरि हरियो सागसब्जी र फलफुल हुनु पर्यो। र लास्टमा पशुजन्य खानेकुरा है। पशुजन्य खानेकुरा भनेपछि दुध, दही, अन्डा, माछा, मासु है। यी 4वटा समूहबाट तपाईँको खानेकुराहरू दिनभरिमा खाइराख्नु भएको छ भने तपाईँको शरीरलाई चाहिने लगभग सबै पोषक तत्त्व गइरहेछ भनेर बुझ्न सकिन्छ। त्यही भएर एउटा कुरा चाहिँ यो हो कि सधैँ खानामा चाहिँ सबै खालको फुड ग्रुप्सहरू इन्क्लुड गर्नुपर्ने हुन्छ। अब अर्को हामीले के भन्न सकिन्छ भन्दाखेरि कोही आमाले आएर म प्रेग्नेन्सी हुँदाखेरि मैले यो खाएँ र मलाई यस्तो फाइदा भयो भनेर अरूको कुरा सुनेर या हामीले रिलहरू हेर्दाखेरि चाहिँ यस्तो खाँदा यो हुन्छ, यो नखानु, यो खानु भन्ने भ्रममा जानुभन्दा पनि सबै मान्छे इन्डिभिजुअल मान्छेको इन्डिभिजुअल रिक्वायरमेन्ट हुन्छ। सबैको एउटै कुरा रिक्वायरमेन्ट हुन्छ भन्ने छैन। कुनै मान्छेले एउटा खानाले सुट गर्यो भने तपाईँलाई पनि त्यही कुराले सुट गर्छ भन्ने हुँदैन। त्यही भएर चाहिँ यदि खानपिनको बारेमा केही कन्फ्युजन छ, के खाने के नखाने जस्तो कन्फ्युजन छ भने नजिकको हस्पिटलको डाइटिसियनकोमा गएर तपाईँ बरु सल्लाह लिन सक्नुहुन्छ, न कि अनअथोराइजको सोर्सलाई मानेर चाहिँ त्यसरी चाहिँ त्यसको पछि चाहिँ लाग्नुपर्छ जस्तो मलाई लाग्दैन है। 3rdमा म के भन्छु भन्दाखेरि खाना मात्रै खाएर पनि हुँदैन है, पोसिलो खाना खाने र सँगसँगै हामी आफूलाई पनि एक्टिभ राख्नु जरुरी हुन्छ। अनि यति गर्यो भने चाहिँ बच्चा पनि स्वस्थ हुन्छ, आमा पनि स्वस्थ हुन्छ। हस् त, समय र संवादको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। विराट नर्सिङ होम विगत 31 वर्षदेखि निरन्तर स्वास्थ्य उपचार सेवामा समर्पित